नेपालगञ्जको धुलो भरिएका गल्लीहरूमा जहाँ साँझको समयमा दियाका उज्यालोले अन्धकारलाई भगाउने प्रयास गर्छन्, त्यहाँ एउटा घरमा आज पनि 280 जना मानिसहरूको भोक, सपना र आशा बाँचिरहेको छ। यो नीलसागर सेवा आश्रमको कथा हो, सरिता खनालको सपनाको कथा हो र ती 280 जना वृद्ध वृद्धा र बालबालिकाहरूको बाँच्ने सङ्घर्षको कथा हो। 12 वर्ष अघि जब सरिता खनालले आफूलाई सबैभन्दा बढी माया गर्ने भाइलाई गुमाउनु परेको थियो, उनले सपनामा पनि सोचेकी थिएनन् कि यो हृदय विदारक घटनाले 280 जीवनहरूको आधार बन्नेछ। मृत भाइको सबैभन्दा ठुलो सपना थियो अनाथ बालबालिकाहरूलाई हेरचाह गर्ने। यो सम्झनाले सरिताजीलाई शान्ति दिएन र त्यसको 2 वर्षपछि उनले आफ्नो घरमा असहाय मानिसहरूलाई आश्रय दिने निर्णय गरिन्। र आज उनका हातहरूले 40 जना वृद्ध वृद्धा, 240 बालबालिकालाई परिवारको माया दिएर थामेका छन्। आजभन्दा 11 वर्ष अगाडि मेरो प्रिय भाइ विदुर खनाललाई मैले सदाको लागि यो संसारबाट गुमाउन पुगेको थिएँ। त्यो हाम्रो परिवारको लागि एकदमै कालो दिन थियो। जब मेरो भाइ मबाट सदाको लागि टाढा भएर यो संसार छोडेर जाँदा मलाई अर्कै किसिमको एकदमै भावविल भएको थिएँ, म लगायत मेरो परिवार। म मेरो परिवारमा एक्लो मात्र छोरी भएको कारणले मैले मेरो भाइको दाह संस्कार पनि आफैले नै गर्नु पुगेँ। जब एउटा भाइलाई आफैले हुर्काएको हातबाट जब खरानी बनाइन्छ, त्यसपछि मेरो मन मस्तिष्कमा पहिलाको सरिता जस्तो रहिन। मलाई एकदमै वैराग्य आउने र केही गर्नु मन लाग्ने र केही गर्नुपर्छ भन्ने भावनाहरू आइरहेको थियो। र मैले त्योभन्दा केही समय अगाडि ब्याङ्ककमा बसेर स्पेसली सिनियर सिटिजन पिपुलको बारेमा केही धेरै अध्ययन गर्ने मौका पनि पाएको थिएँ। र मलाई त्यहीँ जाँदाखेरि एउटा भावना चाहिँ आएको थियो, मैले काम गर्ने सेक्टर चाहिँ यही हो भनेर सोचेको थिएँ, तर म आफै अग्रसर भएर यो काम गर्न सक्छु होला भन्ने मलाई लागेको थिएन, किनकि म त्यही सोसाइटीबाट त्यही समाजबाट हुर्केको थिएँ। जब मेरो भाइलाई मैले सदाको लागि गुमाउँदाको पीडा ममा जब एकदमै मनमा घुम्थ्यो, त्यसपछि हामी बाल्यकालमा खेल्ने बेलामा मेरो भाइले जहिले पनि भन्थ्यो, दिदी हामी पढेर ठुलो भएर पैसा कमायौँ भने अनाथ बालबालिकालाई सहयोग गरौँला, अनाथलाई चाहिँ हामी पढाउँला र दुःख पाएका व्यक्तिलाई सहयोग गरौँला भनेर उसले मलाई बाल्यकालमा भनेको कुराहरू पनि मैले सम्झेँ। त्यसपछि मैले आफ्नो घर बर्दिया छोडेर नेपालगञ्जमा बसेर यो सेवालाई विस्तार गर्ने निर्णय गरेँ। त्यति बेला मसँग मैले सेवा विस्तार गर्नको लागि कुनै पनि आर्थिक अवस्थाहरू त्यति सक्षम थिएन। मैले घाँटीमा लगाएको सिख्री र हातमा लगाएको बाला नै मेरो सहारा भएको थियो। मैले सिख्री र बाला बेचेर आश्रम खोल्नको लागि हरेक चिजहरू किन्ने एउटा निर्णय गरेँ। त्यसपछि यो आश्रमको सुरुवात भयो र मैले जुन दिन सुन बेचेर यो संस्थालाई जन्माउन पुगेको थिएँ, त्यो दिनबाट मैले निर्णय गरेको छु जीवनमा कहिले पनि सुन लगाउने छैन। जीवनमा धेरै त्यस्ता घाउहरूमा म मलम लगाउने छु र गुण लगाउने छु। म जतिन्जेल बाँच्छु समाजको लागि बाँच्छु, आफ्नो लागि होइन। आफ्नो व्यक्तिगत जीवनहरू सबै मैले थाती राखेर समाजको लागि केही गर्छु भनेर निर्णय गरेर हिँडेको छु। म समाजसेवा पढेर आएको व्यक्ति पनि होइन, समाजसेवा गरेर आएको व्यक्ति पनि होइन। 22-23 वर्षको उमेरमा आफ्नो भाइलाई गुमाउँदाको पीडाले मैले समाजको लागि, म मान्छे भएर जन्मेपछि समाजको लागि केही योगदान गर्नुपर्छ भन्ने सोच आएर यो संस्थालाई स्थापना गरिएको हो। हरेक बिहान 5 बजे जब सहरभर निद्रामा मस्त हुन्छ, आश्रमका सदस्यहरू उठेर 280 जना मानिसहरूका लागि खानाको तयारीमा लाग्छन्। 280 जना मानिसहरूलाई 3 पटक खाना दिनु भनेको दैनिक 25,000 रुपैयाँभन्दा बढी खर्च हो। तर आश्रमसँग नियमित आम्दानीको कुनै भरपर्दो स्रोत छैन। सुरुवाती अवस्थामा कहिले दिनदिनै दाल भात, कहिले केवल रोटी र नुन,
कहिलेकाहीँ त दिनभरमा एकपटक मात्र खाना जुट्थ्यो। तैपनि सरिताजी र उनको टोलीले कहिल्यै हार मानेनन्। आजसम्म यही दृढताले उनीहरूलाई अगाडि बढाइरहेको छ। रातको समयमा साँघुरो कोठामा 10 देखि 15 जना मिसिएर सुत्न परेको अवस्था छ। वृद्ध वृद्धाहरू ओछ्यान नपाएर टिनको छाना मुनि दानमा आएका कम्बलमा सुत्न बाध्य हुन्छन्। भर्खरै जन्मेका बालबालिकादेखि लिएर 23 वर्ष उमेरसम्मका किशोर किशोरीहरू आश्रममा आफ्नो सुनौलो भविष्य खोजिरहेका छन्। परिवार मात्र होइन, शिक्षा र स्वास्थ्यसँगै जीवन जिउने व्यावहारिक ज्ञान जस्तै दैनिक योग, ध्यान, सेवा र सहयोग समेत सिकाइन्छ। यसै क्रममा जीवन जिउने कला समेत आत्मसात गराइन्छ। बालबालिकाहरू सम्पूर्ण रूपमा सक्षम होस् भनी विभिन्न स्कुलहरूसँग सहयोग माग गरेर बच्चाहरूको पढाइ पनि सुनिश्चित गरिएको छ। यस आश्रममा रहेका 85 जना बालबालिकाका आँखामा शिक्षाको सपना चम्किरहेको छ। तिनीहरू डाक्टर, इन्जिनियर, प्रशिक्षक, विभिन्न पेसामा आफूलाई प्रतिष्ठित गर्न चाहन्छन्। असलमा सरिता आमा जस्तै समाजको लागि समर्पित र योग्य समाजसेवी बन्न चाहन्छन्। तर यिनीहरूलाई पढ्नका लागि चाहिने अत्यावश्यक शैक्षिक सामग्रीहरूको अभाव आज पनि छ। तैपनि तिनीहरूको अदम्य जिज्ञासा र पढ्ने उत्साह हेर्दा सरिताजीको आँसु रोकिँदैन। म यिनीहरूका सपना पुरा गराउँछु भन्ने उनको अटुट दृढता हेर्दा यो संसारमा अझै माया र करुणा कायम छ भन्ने महसुस हुन्छ। नीलसागर सेवा आश्रमलाई आजको उचाइमा पुर्याउन उपाध्यक्ष डाक्टर अमन नीलसागरको योगदान अद्वितीय छ। सरकारी सेवाको व्यस्त जिम्मेवारी बीच पनि उनको त्याग, तपस्या र व्यवस्थापकीय ढङ्गले संस्थालाई मेरुदण्ड दिएको छ। सुरुवातको दिनमा यो संस्थालाई स्टार्टिङ गर्नको लागि धेरै समस्याहरू थियो, धेरै बाधाहरू थियो, धेरै कानुनी प्रोसेसहरू गर्नुपर्ने हुन्थ्यो। त्यो बेलामा म आफै पनि उमेरले परिपक्व थिइनँ। त्यो बेलामा मेरो हात समाएर मलाई एकदमै कुशल अभिभावकको गार्जियनसिप गरेर हरेक सुख दुःखमा साथ दिने व्यक्तित्वहरू धेरैजना हुनुहुन्छ हाम्रो संस्थामा जोडिनु भएको छ। त्यसमध्येमा यो संस्थाका उपाध्यक्ष आदरणीय अमन सुवेदीको एकदमै ठुलो साथ, सपोर्ट, माया र सहयोगको कारणले आज यो संस्था यो ठाउँमा आएको छ। उहाँले स्टार्टिङमै सुरुवातमा एकदमै कठिन अवस्थामा संस्थालाई परेका आर्थिक समस्याहरूमा धेरै ठुलो सहयोग, साथ, माया, सपोर्ट प्रदान गर्नुभएको छ। सुरुदेखि अहिलेसम्म यो संस्थालाई एउटा कुशल बुवा भएर, कुशल अभिभावक भएर यो संस्थालाई स्थापना गर्नको लागि देखि लिएर संस्थाको हरेक सञ्चालनको कार्यमा उहाँको ठुलो योगदान छ। प्राय स्थानीय व्यापारीहरूले केही खाद्यान्न, लत्ता कपडा, आवश्यक सामग्री र नगद पनि दिन्छन्। कसैले पुराना लुगा ल्याएर दिन्छन्। तर यो सहयोग न नियमित छ न त पर्याप्त नै। यस आश्रमको मुख्य आम्दानीको स्रोत दाताहरूको जन्मदिन, वार्षिकोत्सव, पुण्यतिथि साथै क्लबका कार्यक्रमहरूमा आएर गर्ने सहयोग नै हो। नीलसागर सेवा आश्रमलाई चाहिएको छ नियमित खानाको व्यवस्था, बालबालिकाका लागि उचित शिक्षा तथा लत्ता कपडा, वृद्ध वृद्धाका लागि सुत्न उचित बिस्तारा, सबैका लागि नाना, खाना र छाना, साथै समाजको माया र साथ पनि। यो केवल पैसाको मात्र कुरा होइन, यो मानवीयताको कुरा हो। आश्रमले निराश्रित वृद्ध वृद्धाहरूलाई माया, ममता र पूर्ण सहायताका साथ सेवा गर्छ। उनीहरूको अन्तिम समयमा आश्रमले नै छोरा छोरी बनेर उचित दाह संस्कार गरी अन्तिम कर्तव्य पुरा गर्छ। हालसम्म आएर 285 जना वृद्ध वृद्धाको सम्मानजनक दाह संस्कार सम्पन्न गरिसकेको छ। सरिता खनालको कथा केवल एक महिलाको कथा होइन, यो हुन सक्छ हाम्रो मानवीयताको परीक्षाको कथा हो। 280 जना मानिसहरूका लागि उनी एक फरिस्ता हुन्। तर के हामी सबै मिलेर उनलाई सहयोग गर्न सक्दैनौँ र? यदि तपाईँको मुटुमा केही महसुस भएको छ भने नीलसागर सेवा आश्रमलाई सहयोग गर्नुहोस्, किनभने यहाँ हरेक सूर्योदयमा माया र करुणाको विजय हुन्छ।